ल हाम्रो फाँटो यो हेर्नुहोस् न। राम्रो छ। यसलाई तपाईँले मूल्य कति लाउनुहुन्छ? मूल्य मैले यसलाई 50 लाख लाउँछु। 50? ए मैले यसलाई 10 लाख दिन सक्छु। 45 मा डन गर्नु न त। 22 मा डन गर्नुहोस्। ल 30 मा डन गर्नु न त। न तपाईँको न मेरो बार्कलिन नगरौँ। यसलाई मैले 25 लाख दिन सक्छु। डन भयो? डन त ल। पैसा पुरा हो नि? पैसाको टेन्सनै नगर्नुहोस्। 2-4 लाख रुपियाँ बढी नै होला। यो जग्गा कसकोमा नामसरी गरिदिनु? एकजना मुखियाजी आउँदै हुनुहुन्छ। ए आउन हौ। हिमाल बाबु कुनै जमिन खै? यही हो जमिन। यसको मूल्य कसरी गरिन्छ? यसको मूल्य त्यही 80 लाख दिनु न। पैसा त निकै धेरै भयो। 30 मा डन गरौँ न त। 70 दिनुहोस्। डन भयो। ल 35 मा डन। 65 मा डन भयो। 40 मा डन। न तपाईँको न मेरो बार्कलिन नगरौँ। मुखियाजीलाई के मर्कोमा पार्ने र 55 लाख रुपियाँ दिनुहोस्। यो जमिन तपाईँको नाममा म लेखाइदिएँ। हुन्छ डन। हुन्छ पैसा। तपाईँले उहाँ मुखियाजीको नाममा नामसरी गरिदिनुहोस् है। न नोकरीमा न बिजनेसमा कमाइ छ त सिर्फ दलालीमा।